मैले अस्ति खनेर खनेर राखेको मेरो धानको बियाड हेरिहाल्नुहोस् न। सानो सानो हरियो टुसा फ्याँकिरहेछ होइन। यतिखेर चाहिँ ठक्कै पानी काटेर चाहिँ मजाले सुकाउनु पर्छ। अलिक हरियो पत्ता फ्याँकिन्जेलसम्म पानी लाउनु मिल्दैन। अनि मजाले यसलाई चाहिँ 2-3 दिन सुकाउनु पर्छ। हप्ता दिन जस्तो चाहिँ सुकाएर राख्नुपर्छ। बिस्तारो त्यो शीतले बेलुका त्यो शीतले नै उसलाई ठिक्क हुन्छ क्या। त्यसैले नै अनि खासै पानीहरू हाल्नु पर्दैन। तर के गर्नु आकाशबाट पानी हालिदिइहाल्यो। बढ्या हेरिहाल्नु छोरी बनाइदिइहाल्यो यस्तै के गर्नु। सकिँदैन क्या रे पानीले त। अनि पोखरी जमाइदिइहाल्यो नि। बिचरा धानको दिनलाई पनि गाह्रै भयो। यसले कतिजनाको पेट पाल्नु छ होइन। गाह्रो रहेछ। पानी त धरर पर्दि त हाल्यो एकैछिन।